साथीहरु, आज हामी इन्जिनियरिङ म्याथमेटिक्स फर्स्ट इयरको एउटा इम्पोर्टेन्ट क्वेशन गर्न गइरहेका छौं। यो क्वेशन एक्जाममा सोधि पनि सकेको छ अनि यो एक्जामको लागि धेरै इम्पोर्टेन्ट रहेछ। अनि तिमीहरुले यो भिडियो हेर्नुहुन्छ भने आई होप तिमीहरुलाई केही न केही हेल्पफुल हुनेछ। ल क्वेशन तर्फ लागौं। हामीले यो यस्तो क्वेशन देख्ने बेला हामीले के गर्नुपर्छ भनेपछि तलको टर्मलाई पनि माथिको टर्म बनाउनु पर्छ। यो कसरी कस्तो भन्दाखेरि 3x + 2 लाई पनि हामीले 5x + 3 सँग यही बनाउनु पर्छ। यस्तै गर्नुपर्छ। अब हामी यसलाई कसरी गर्छौं यहाँ हेर्नु है। अब म यो 3 लाई कमन लिन्छु। 3 लाई कमन लिएर भित्र के बच्यो x + 2/3 बच्यो। यो dx भइहाल्यो, तलको पनि अहिले जस्तोको त्यस्तै 3x + 5x + 3 भइहाल्यो। अब यस्तो गरौँ, एकैछिन म बुझाउँछु है। मैले यस्तो गरे 5x गरे 10 गरे अपन 3 तिमीहरुले बुझ्नु होला। यस्तो गरे मैले। अब के गरे भन्दाखेरि 5 ले यहाँ मल्टिप्लाई पनि गरे, यहाँ डिभाइड पनि गरे, ब्यालेन्स केही भएन, जस्ताको त्यस्तै। यो क्यान्सल गर्दा पनि आउने त यही हो आउँदा त। तर यहाँ पनि 5 ले डिभाइड गरे, यहाँ पनि मल्टिप्लाई गरे, केही फरक भएन। अब 3x/5 यो यहाँ बाहिर आइहाल्यो। 5x + 1 + 10/3 माइनस सरी यहाँ 3 भयो, माइनस 3 अपन √5x + 3 dx। अब मैले यहाँ के गरे भन्दाखेरि यो 3 लाई पनि गर्नुपर्छ, 3 एड पनि गरे माइनस पनि गरे, केही फरक भएन, जस्ताको त्यस्तै। 3x + 5 इंटीग्रेशन 5x + 3 प्लस यो कति भयो 1/3 भयो। 1/3 भयो कसरी भन्दाखेरि 3/3 माइनस छ, अनि 3 10 - 9/3 गर्दाखेरि 1/3 भइहाल्यो। यति सामान्य त नबुझाउनु पर्ला हो। अब यस्तो गर्दाखेरि हाम्रो भइहाल्यो। तल जस्ताको के छ भन्दाखेरि 5x + 3 यो अन्डर रुटमा छँदैछ अनि यहाँ होलमा dx छँदैछ। अब म अलि यहाँ ठाउँ पुगेन, यहाँदेखि बनाउँछु है। अब हाम्रो के भयो भन्दाखेरि एकैछिन म यहाँ लेख्छु है। 3/5 इंटीग्रेशन 5x + 3 यो भइहाल्यो। अपन यो छुट्टै छुट्टै लेखौँ के एउटा स्टेप त्यो गरौँ। 5x + 3 प्लस 1/3 भइहाल्यो, कमन आइहाल्यो। गर्दाखेरि अब यहाँ के भयो भन्दाखेरि 1/3 इन्टु 1/, यहाँ कति छ √5x + 3 यो भइहाल्यो। यति त गर्न हामी सक्छौं। होलमा dx छँदैछ, जुदैछ, छैन। अब हामी के गर्न सक्छौं, यस्तो दिमाग, यसलाई मैले स्क्वायर र अन्डर रुटमा स्क्वायर गरिदिए के फरक पर्छ, पर्दैन। म त्यही गर्छु। अब ल हेर्नु है। अन्डर रुट 5x + 3 को स्क्वायर गरिदिए के फरक पर्यो, परेन। रुटले स्क्वायरलाई क्यान्सल गरिदियो अपन 5x + 3 भइहाल्यो प्लस 1/3 इन्टु 1/5x + 3 यो जस्ताको त्यस्तै dx छँदैछ। अब यो 5x + 3 चाहिँ यहाँ स्क्वायर छ। अब योले हामी यो स्क्वायरलाई क्यान्सल गर्न सक्छौं, किन सक्दैनौं, सक्छौं। त्यस्तो गरेपछि हामी के गर्छौं, 5x + 3/5 इंटीग्रेशन। अब हामीलाई यहाँ के बच्यो, √5x + 3 यो बचिहाल्यो। अब यति मात्र बच्यो। यहाँ तल पनि क्यान्सल भइहाल्यो। 1/3 इन्टु 1/5x अन्डर रुटमा 5x + 3 dx जस्ताको त्यस्तै, जस्ताको त्यस्तै। अब के गरौँ भन्दाखेरि
यो रुट छ नि, यो रुटलाई हामी के गर्छौँ भनेपछिमा 5x + 3 को पावरमा 1/2 लेख्न सक्छौँ कि नै? सक्छौँ भनेपछि यसलाई पनि त लेख्न सक्छौँ। तर माथि 1 छ, त्यसैले हामी यसलाई 5x + 3 को पावरमा -1/2 यस्तो लेख्न सक्छौँ। यहाँ dx जिउँदैछ। अब यहाँ अहिले देखिन है, मलाई यस्तो लाग्यो देखिहाल्छ, राइट। अब हामीले इन्टिग्रेसनमा के गरिरहेछ भने पावरमा हुँदाखेरि एड हुन्छ, 1 ले बढ्छ, 1 ले थपिन्छ, तर डेरिभेटिभमा हुँदाखेरि पावर 1 ले घट्छ। हो, हामीले त्यो गरिरहेछ। अब हामी यहाँ के गर्छौँ भन्दाखेरि 3/5 इन्टिग्रेसन 5x + 3 पावरमा 1/2 + 1 यस्तो गरौँ न भाइ। त्यसलाई हामी यहाँ लेखौँ, यहाँ बढी ठाउँ भेट्न भयो अहिले। यहाँ सर मेट्छु, तिमीहरू फोटो खिच्नु होला, स्क्रिनसट पनि लिन सक्नुहुन्छ। यतिलाई हामी यहाँ लेखौँ। अब यहाँ देखिया छ हाम्रो राइट, और 3/5 इन्टिग्रेसन 5x + 3 को पावरमा 1/2 सरी है, मिस्टेक भइहाल्यो, 1/2 + 1 1 ले थपियो, यो ठाउँ पुगेन है, म यहाँ लेख्छु प्लस 1/3 इन्टु 5x + 3 को पावरमा कति छ, -1/2 + 1। ओहो, अब मैले यस्तो त गरेँ, मैले यहाँ मिस्टेक के गरेँ भनेपछि तिमीहरूले बुझिसक्यो होला, तिमीहरू त मभन्दा बढी एक्सपर्ट छौ। अब जसले माथि जो पावरमा छ त्यो तल पनि आउँछ नि त, तल आउँछ +1। अर्को ध्यान दिनुपर्ने कुरा के भन्दा x को कोएफिसिएन्ट के छ त्यो हेर्नुपर्छ कि हामीले। x को कोएफिसिएन्ट यहाँ के छ, 5 हो, गुड 5 छ है। यहाँ नझुक्किनु होला है, मैले यहाँ तल लेख्छु फेरि, बरु झुक्किनु होला है। यो यहाँको प्लसको प्लस जस्ताको त्यस्तै +1/3। अब हामीले यहाँ के गर्न सक्छौँ भन्दाखेरिमा यसो गर न भाइ, योलाई छुट्याइदिउँ, यहाँ टुङ्ग्याइदिउँ, यहाँ टुङ्ग्याइदिउँ, अनि यो प्लसको प्लस इन्टिग्रेसन यहाँ अर्को सानो लगाइदिउँ हामीले। यस्तो गरौँ, यो प्लसको प्लस 1/3 कमन ल्याइदिउँ। अब के भन्छ भन्दाखेरि हामीलाई 5x + 3 को पावरमा -1/2, यहाँ के गर्छौँ भन्दाखेरि हामी -1/2 + 1 अपन तल पनि यही थप्छौँ, -1/2 + 1 कोएफिसिएन्ट के छ 5 छ, बस भइहाल्यो। dx यहाँ पनि dx। और अब हामी के गर्न सक्छौँ भन्दाखेरि के भयो भन्दाखेरि हामीलाई 3 भइहाल्यो। अब हामी यहाँ 5x + 3 को पावरमा यो 1/2 + 1 तिमीहरूले यो त थाहा भयो होला, 3/2 भइहाल्छ। कसरी भन्दाखेरि यहीले यहाँ मल्टिप्लाई भयो, प्लस यो 1 यहाँ त छँदैछ, 3 भइहाल्यो, 3/2 यो भइहाल्यो। यति सानो त भनिराख्नु पर्दैन, 3/2 भइहाल्यो। अपन यहाँ पनि के भइहाल्यो, 3/2 मल्टिप्लाई 5 छँदैछ। अहिले यसको पनि अहिले धेरै रोल छ है यहाँ। अब यहाँ के छ भन्दाखेरि 5 यहाँ तिमीहरू झुक्किन्छ, त्यसैले म एउटै ठाउँमा लेख्ने प्रयास गर्छु, यसलाई मेट्छु है। यहाँ तिमीहरू फोटो खिच्न सक्नुहुन्छ, फोटो खिच्न अथवा स्क्रिनसट लिन सक्नुहुन्छ है। मैले यहाँ पनि मेटेँ, एउटै लाइनमा लेख्ने प्रयास गर्छु म। प्लस यो भइहाल्यो, अपन 1/3 भइहाल्यो इन्टिग्रेसन 5x + 3 को पावरमा 1/2 भइहाल्यो। यहाँ पनि त्यस्तै गरे, तर माइनस चाहिँ एउटा घट्यो, घट्छ है, एड हुँदैन यहाँ, किनभने -1 पनि यो भइहाल्यो। अपन 5 × 1/2 तल पनि त्यस्तै भइहाल्यो, यहाँ dx प्लस यहाँ पनि dx। और 3/5 भइहाल्यो। अब यहाँ इन्टिग्रेसन हटाइदियौँ हामीले, यहाँ कोष्टक राखिदियौँ, के फरक भएन। अब हामी के गर्छौँ भन्दाखेरि अब आन्सर आइहाल्यो है, 3/2 भइहाल्यो। अब यहाँ के छ भन्दाखेरि
हुन्छ भन्दाखेरि हाम्रो अब यो यस्तो गरौँ अब यो डाइरेक्टै लेख्छौँ के लेखौँ भन्दाखेरि योलाई पनि मल्टिप्लाई गरौँ यो 3/5 योलाई पनि मल्टिप्लाई गरौँ यो गर्दा के हुन्छ 5/3 5x + 3 को पावरमा 3/2 अपन 5/3/2 प्लस 1/3 जस्ताको त्यस्तै मल्टिप्लाई गरेर यो भइहाल्यो अनि 5x + 3 को पावरमा 1/2 भइहाल्यो अपनमा 5/1/2 यहाँ पनि जस्ताको त्यस्तै यो पनि भइहाल्यो अब के छैन अब सिम्प्लिफाई गर्ने त हो अब यो तल 2 देख्दै छ नि यो माथि आउँछ माथि उल्टो भयो हुन्छ नि त पहिलो दोस्रो तेस्रो माथि आउँछ नि अब हामीलाई यो थाहा छ माथि आउँछ भने फेरि अब के हुन्छ 2 यहाँ 15 भइहाल्यो तर तल 15 भइहाल्यो अब यहाँ के भइहाल्यो 5 + 3 को पावरमा 3/2 प्लस यो पनि माथि आउँछ 1/3 छँदैछ 3/5 पनि छँदैछ अब यो 2 माथि आउँछ 5 तल आउँछ 2 माथि आयो 5 तल गयो अब यो 5x + 3 1/2 छँदैछ अब यो 3 लाई क्यान्सल भयो अब 2/5x + 3 को पावरमा 1/2 3/2 अपना आउँछ 25 भइहाल्यो प्लस अब यहाँ के भयो भन्दाखेरिमा यो क्यान्सल भइहाल्यो अब के भन्छ यहाँ पनि 2/25 x + 2 फाइनली अब आन्सर पनि आइहाल्यो अहिले म यहाँ लेख्छु है अब यहाँ के भयो भन्दाखेरि अब यस्तो गरौँ यहाँदेखि यो कमन आइरहेको छ कमन लिउँ 2/25 5x + 3/3/2 प्लस 5x + 3 1/2 फाइनली हाम्रो आन्सर यति भइहाल्यो योमा अलि यो इम्पोर्टेन्ट क्वेसन हो यसमा अलि बुझ्या छैन भने राम्रोसँग रिपिट गरेर हेर्न सक्नुहुन्छ अझ के कुनै क्वेसनमा डाउट छ भने त्यसलाई कमेन्ट गर्न सक्नुहुन्छ म सल्भ गर्ने प्रयास गर्छु मिलेर गरौँला मलाई पनि आउँछ भन्ने होइन अनि लाइक गर्नु होला सब्स्क्राइब गर्नु होला साथीहरूलाई सेयर गर्नु होला थ्यांक यू फर वाचिङ